हेलो नमस्ते सेवारो सबैजनालाई शुभ बिहानी। आज चाहिँ दसैँको दिन अनि हामी चाहिँ अब दसैँमा यसो बिहानै अब गर्नु पर्यो नि काम। आजको बिहान चाहिँ यस्तो छ, पानी परेर एकदम हिलो भइरहेको थियो, तर पनि मैले चाहिँ बिहानै उठेर घर लिपेको। अनि घर लिपेओरे अनि यहाँ चाहिँ पुरा अब घर लिप्दै थिएँ। यहाँ चाहिँ हाम्रो शुभ बिहानी यस्तो छ। आजको दिन चाहिँ एकदम पानी परिरहेको थियो क्या, पानी एकदम परिरहेको थियो, हिलो बाटो त्यस्तै। यहाँ चाहिँ फुल फुलिरहेको छ अनि यहाँ पर चाहिँ हाम्रो सुँगुर छ अनि एकदम हिलो भइरहेको थियो। आमाले चारो दिँदै जाने हुन्थ्यो। हिले दसैँ यसपालि त हिले दसैँ भएको थियो। पहाडतिर त पानी दोहोरो पर्यो साथीहरू। हजुरकोतिर कस्तो भयो होला भन्दा पनि नेपालमा प्रायः पानी परेर एकदम बिजोकै भएको थियो सबै। अनि आज बिहानै चाहिँ अब एकदम घरसर लिपेर ओरेर बिहानै सबै सकाइसकेको थिएँ मैले चाहिँ। अनि एकदम पहाडमा जाडै थियो भनौँ न। पानी परेपछि चाहिँ हल्का चिसो मौसम पनि थियो अनि कुहिरोहरू लागिरहेको थियो। म चाहिँ भाँडा सबै गरिसकेर पिछे हाम्रो डिकी अनि जाँतो है यहाँ चाहिँ फुल फुलिरहेको छ। यहाँ चाहिँ पानी खाने भयो अनि एकदम बल्ल घर लिपिसकिसकेर मेरो बहिनीले चाहिँ भिडियो बनाइदिएको थियो क्या। उसले चाहिँ एकदम ऐनामा हेरिरहेको छ अनि बहिनीले चाहिँ भिडियो खिचिदिएको नि त। अनि म चाहिँ अब यताउता काम गरेँ भनौँ न। घरमा अब बुहारी मान्छे काम गर्नु पर्यो नि। अनि बिहानै क्या हाम्रो आमा चाहिँ अनि गोरुलाई घाँस लाएर पुरा गोरुले रिस उठाएर गोरुलाई कुट्दै हुन्छ। के त्यसो गरेको भने गोरुले साह्रै रिस उठाएर सदाएको अरे। म त मऱ्यो। अहिले सानैदेखि यस्तो गर्नुपर्छ, साह्रै रिस उठाएर अनि कुट्नु थाल्यो। यहाँ चाहिँ बाख्रा छ अनि चाहिँ बोका खसी भनौँ न। अनि बाख्रा चाहिँ यहाँनिर पर छ। यहाँ चाहिँ कुखुराहरू छ अनि यहाँ बाख्रा त यहाँ चाहिँ म। अनि आज चाहिँ मौसम राम्रै थियो भनौँ न, चिसो मौसम थियो। अनि होस् रमाइलो थियो भनौँ न। ए सुँगुर अब कति देखाउनु हौ सुँगुर साथीहरू। गाई बस्तुहरू सुँगुरहरू पनि देखायो भन्नुहुन्छ होला, धेरै नरिसाउनु होला। अब भर्खर सानो त्यो सुँगुर। अनि पहाडमा चाहिँ अब प्रायः लोकल पाल्ने चलन छ, तराईतिर त प्रायः लोकल पालिँदैन नि त, प्रायः हाइब्रिडै हुन्छ सुँगुरहरू। अनि गाउँघरमा चाहिँ लोकलै पालिन्छ। हाम्रो चाहिँ यहाँ लोकल सुँगुर हो। तराईतिर त पुरा अनि हाइब्रिड सुँगुर हुन्छ नि हौ। कोही सुँगुर त राँगै जतिको हुन्छ। अनि यो चाहिँ फर्सी आमाले रोप्नु भएको थिएछ। अनि यहाँ चाहिँ फर्सीतिर हो। ल है साथीहरू हेरौँ है। यो चाहिँ हाम्रो केरा भनौँ न, केरा ठिकै छ, केही छैन। बल्ल पानी झरीमै भए पनि मैले चाहिँ बिहान लिपिसकेँ। घर यताउता छानाछुना गरिसकेँ। अनि अब बिहानैखेरि चाहिँ हाम्रो चाहिँ दसैँमा सुरु दिन चाहिँ के हुँदो रहेछ भने यहाँ चाहिँ कुखुरा, यहाँ चाहिँ ब्रोइलर छ है साथीहरू। ब्रोइलर भन्दा पनि गिरिराज पनि पालेको थियौँ, त्यही भएर चाहिँ गिरिराज कुखुरा छ। अनि बिहानै चाहिँ टिका हुनुभन्दा अगाडि चाहिँ हाम्रोमा चाहिँ पूजा हुन्छ कि। अनि पूजा गर्नको लागि हाम्रो एउटै ब्रस भएर दुईजनाले यहाँनिर छलफल हुँदैछ। यो मेरो हो क्या, यो मैले आउँदा ल्याएको 130 रुपियाँ हो क्या गाई। यो चाहिँ फेरि आउने बेलामा ठग्छ क्या। 30 रुपियाँ तिम्रो चाहिँ? तिम्रो चाहिँ पिङ्क कलरको को नि है हो। दुईजनाको सेम दाजुबहिनीको भएर यस्तो भइरहेछ यहाँनिर चाहिँ। अब यहाँ दाँत माझ्नु पर्ने हुन्छ। टिथ ब्रस के गर्ने अरे बेबी? सेम छ। लु गरौँ ल। अनि के साथीहरू यहाँ चाहिँ बहिनीले कुखुरा निकालिदिइहाल्नु भएर कुखुरा छोप्नु पर्ने थियो।
गिरिराज निकालिदिइहाल्नु भएर कुखुरा खेदाउँदा 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 पक्रेर हुल्नु पऱ्यो भनेको हुल्नै सकिएन। कम्ता कुद्छ। बरु यतातिर त तराईतिर त गिरिराज पाले पनि यति साह्रो कुद्दैन होला। पाहाडमा त हेर न गिरिराज पनि लोकलै जस्तो भइसकेको छ हौ। अनि पक्रिनै सकिएन, छोडिदिइहाल्नु भएछ। गाह्रो भयो मलाई चाहिँ, अनि छोडिदिएँ मैले त। अनि पक्रिनँ। यो चाहिँ हाम्रो किचन, एकदम के गर्नु यस्तै छ। अनि आज चाहिँ हाम्रो पूजा छ। पूजामा चाहिँ हाम्रो बुवाले यहाँनिर एकदम पत्ता, टाँकीको पत्ता टिप्दै हुनुहुन्छ। टिका लाउनुभन्दा अगाडि चाहिँ पूजा हुँदो रहेछ हाम्रो घरमा चाहिँ। म चाहिँ यसपालि फर्स्ट टाइम बिहे गरेर फर्स्ट टाइम भनौँ न, घरमा माथि घरमा गएर टिका लगाएको। त्यही भएर अलिक मजाले रीतिरिवाज थाहा छैन भनौँ न। किनभने म चाहिँ तामाङको छोरी परेँ, अनि लिम्बूको बुहारी हो नि त। अनि त्यही भएर मलाई चाहिँ मजाले केही थाहा छैन। बुवालाई यो सोधेको, बुवा यो के हो भनेको, दियो बनाउने भन्नुभयो। खै कस्तो दियो बनाउने हो, अब अलिक मजाले थाहा छैन नि त मलाई चाहिँ। अनि त्यसपछि यहाँ चाहिँ माथि चाहिँ पूजा हुँदैछ। यहाँ बुवाले पूजा गर्दै हुनुहुन्छ। यता चाहिँ माइला भाइ, अनि भाले काट्नुभयो भाइले। ओ म त डरले चारकोस पर भागेँ। साह्रो डर लाग्छ क्या मलाई यस्तो चाहिँ। तर भिडियो चाहिँ खिचिराखेँ, आँखा चाहिँ चिम्मा गरेको थिएँ क्या मैले। अनि पूजा गर्दै हुनुहुन्छ बुवाले बिहानै। हाम्रो चाहिँ कुल पूजा भन्दो रहेछ यसलाई चाहिँ। घरको पूजा गरिसकेर एकदम बुवाले गर्दै हुनुहुन्छ। अनि यहाँनिर एकदम म चाहिँ अलिक आउँदैन क्या, मलाई चाहिँ अलिक थाहा भएन। किनभने म तामुनी परेँ, लिम्बूको बुहारी, अलिक मजाले जान्दिनँ क्या साथीहरू यो चाहिँ मलाई। त्यही भएर अनि यहाँ यसरी गर्नुपर्दो रहेछ पूजा चाहिँ। यसरी गर्नुपर्दो रहेछ। मेरो बुवा चाहिँ पुजारी हुनुहुन्छ नि त, त्यही भएर। ल ह्याप्पी दसैँ सबैजनालाई। सुरुमा हाम्रो तुम्बाले हाम्रो बुवा आमालाई टिका लगाइदिनु भएको के। सबैभन्दा हाम्रो जेठा हुनुहुन्छ उहाँ चाहिँ मेरो तुम्बा। अनि उहाँले चाहिँ मेरो बुवा आमाहरूलाई टिका लगाइदिनु भएको। अनि त्यसपछि हाम्रो बुवाले हामीलाई टिका लगाइदिनु भएको। अनि मेरो हस्बेन्ड चाहिँ अनि टिका लाउनुहुन्न अरे क्या। म टिका लाउँदिनँ भन्दै हुनुहुन्थ्यो। उहाँ चाहिँ टिका नलाउनु फुक्को बस्नुहुन्छ अरे। अनि मलाई चाहिँ मन पर्दैन भन्नुहुन्छ। अनि हामी चाहिँ टिका लगाउँछौँ। अनि बुवाले एकदम आशीर्वाद मात्रै दिँदै हुनुहुन्छ। यसो मैले चाहिँ टिका लगाएँ। त्यसपछि साथीहरू, मेरो हस्बेन्ड चाहिँ लाउनुहुन्न टिका, मान्नुहुन्न। यसो बसिदिनुहुन्छ, आशीर्वाद चाहिँ लिनुहुन्छ, तर टिका चाहिँ मान्नुहुन्न लाउनु। अनि त्यसपछि हाम्रो तुम्बालाई अब हामीले, मेरो चाहिँ फर्स्ट टाइम यसपालि दसैँ भनौँ न घरमा मनाएको, माथि पाहाडमा घरमा गएर मनाएको। किनभने बिहे गरेदेखिको मनाउनु पुगेको थिएन नि त, त्यही भएर। हाम्रो चाहिँ जेठाजु माइला दाजु हुनुहुन्छ मेरो चाहिँ। अनि यहाँ दिदी माइली हुनुहुन्छ। उहाँले चाहिँ हाम्रो बुवाले टिका लगाइदिनुलाई रेडी। सानो भाइ पनि एकदम रेडी, हेर्नु न हेरेको बाजेलाई मजाले हेर्दैछ। अनि बुवाले चाहिँ साह्रै मजाले आशीर्वाद दिनुहुन्छ क्या। एकदम राम्रो, यस्तो होस् उस्तो होस् भनेर एकदम मजाले दिनुहुन्छ आशीर्वाद चाहिँ। बुढापाकाले दिएको आशीर्वाद पनि लाग्छ भन्छन्। यहाँ चाहिँ हाम्रो माइला देवर अनि माइली देवरानी है साथीहरू मेरो चाहिँ। हामी चाहिँ जेठा जेठी, उहाँहरू चाहिँ माइला माइली। अनि हाम्रो चाहिँ बहिनी अनि ज्वाइँ हुनुहुन्छ, कान्छी बहिनी, तुम्बाको छोरी कान्छी। मेरो त दुईजना चेली, तीनजना। यता जेठी पर अर्को कान्छी, यता कान्छी।
चेलीहरूलाई टिका लगाइदिँदै हुनुहुन्छ। एकदम आशीर्वाद पनि खतरा खतरा दिनुभएको छ। फेरि हो रमाइलो रमाइलो आशीर्वाद दिइराख्नु भएको छ उहाँहरूले चाहिँ बहिनीहरूलाई। अनि आज मेरो माइला भाइले चेलीहरूलाई टिका लगाइदिनु एकदम कम्ती हँसाउनु भएको होइन। आमामा तपाईँ हाँसेर मैले छक्कै पर्नुहुन्छ। म एकछिन सुनाउँछु र तपाईँहरूलाई भनेर आशीर्वाद दिनुभएको। आशीर्वाद दिनुभयो नि त अनि यहाँ चाहिँ मेरो सानो छोरा, मेरो माइला देवरको छोरा, हाम्रो छोरा टुनटुरे टिका लाउँदैछ बाजेको हातबाट। कम्ता डल्ले छैन। अनि यता चाहिँ हाम्रो यता दाजुकोहरू मेरो छोरी माङ्गेला लिम्बू, अनि पर चाहिँ मेरो अर्को हाम्रो माइलाको छोरी। अनि बाजे मजाले टिका थापेर बसेको अरे क्या। कम्ता टिका लाउनु भनेपछि चाहिँ अनि बाजेले सेवा गर्दैछ, सेवाहरू गर्दैछ, ढोक्दैछ। यता बोजूलाई पनि सेवा गर्दैछ दुईजनाले। यसपालि चाहिँ दसैँ हामी सम्पूर्ण परिवार मनाएको। अझै चेलीबेटीहरू पनि आउनु भएको छैन, थोरै हुनुहुन्छ, दाजुहरू हुनुहुन्छ, भाइहरू हुनुहुन्छ बिचतिर। अनि जति छौँ यति नै। ह्याप्पी दसैँ सबैजनालाई। अनि हामी तल रातमाटे गएको चोक, यसलाई चाहिँ चोक भनौँ न। गाउँको चाहिँ चौतारो छ यहाँ बस्ने, यहाँ यसरी। अनि पिङ लगाएको छ यहाँ चार बाटो भनौँ न। यहाँनिर चाहिँ हाम्रो बहिनी हामी चाहिँ यहाँ पिङ लगाएको छ। अनि पिङ खेल्नलाई हामी चाहिँ तल रातमाटे भन्छ क्या यहाँ चाहिँ। यहाँनिर आएको छौँ साथीहरू, पिङ खेल्दै हुनुहुन्छ उहाँहरू चाहिँ। अनि मेरो छोरीहरू अनि हामी पिङ खेल्ने अरे। अनि हामी चाहिँ तलतिर गयौँ। अनि तल चाहिँ हाम्रो दाजुहरूकोतिर भनौँ न, त्यतातिरमा सबैजना भेला भएर हामी चाहिँ तल घर गएको। यहाँ बाटो हिँड्नु नसकेर म त गलेर के गर्नु, तराईमै जन्मियो, तराईमै हुर्क्यो, तराईमै ठुलो भइयो। बिहे चाहिँ पहाडमा भयो। पहाडमा त साह्रो गाह्रो हुँदो रहेछ, उकालो ओह्रालो गर्नु गाँठे। तर पनि म हिँड्दैछु। साइली बहिनी देउरानी यता अगाडि कान्छी नन्द, अनि हाम्रो यहाँ पर रेखा दिदी हुनुहुन्छ। अनि यहाँ सबैजना छौँ हामी चाहिँ। मेरो छोरी अघि तल जाने अरे एकदम सबैजना। मलाई चाहिँ साह्रै गाह्रो भएको थियो साथीहरू, उकालो ओह्रालो गर्नु। कहिल्यै नगरेर पनि होला यस्तो छ र गाह्रो छ मलाई, के गर्नु। बहिनी सेल्फी हान्दै हिँड्दैछ। यहाँ पिङ, अनि हाम्रो साइली पिङ खेलेको नि। अनि पिङ खेल्दाखेरि चाहिँ बाङ्गो पिङ जाँदो रहेछ क्या। झन् नानी यहाँ बसेको झन्डै लाग्यो। अनि तान्यो नि मैले। के गर्नु साथीहरू, यस्तै छ। कस्तो बाङ्गो जाँदो रहेछ क्या पिङ। अनि हाम्रो साइली मचिँदै थियो। अनि म चाहिँ साइली हल्ला हिँड्दैछ, म चाहिँ यतिकै। अनि आजलाई भिडियो यति नै। अब अरू भिडियो म अलि पछि हाल्नेछु। ह्याप्पी दसैँ सबैजनालाई, सम्पूर्ण मेरो परिवार, विदेशमा बस्नुभएका, स्वदेशमा बस्नुभएका आमा बुवा दिदी भाइ बहिनी सबैलाई ह्याप्पी दसैँ, दसैँको शुभकामना।